यो बियर चाहिँ म एक खानी बनाउँछु वेलकम बैक टू माई चैनल एनदर ब्लग इट्स मी दोजी ट्रान्जेट अनि आज म तपाईँलाई स्वागत छ। जस्ट आज तपाईँहरूको दोजी ट्रान्जेट कहाँ जाँदैछ त्यो अब मैले भनेकै छैन हैन। आज जस्ट म पोखरातिर जाँदैछु हैन, यसो घुम्नको लागि। अनि अहिले चाहिँ म कालो साझा खान लाग्यो अनि कालो साझा खाएर चाहिँ मिनाचोक जानुपर्ने हुन्छ। अनि मिनाचोक पुगेर भेनालाई भेटेर ट्रक्क लगाएर गाडीमा चढेर जानुपर्ने हुन्छ हैन। खाना मगाइसक्यो, खानासाना खाएर अब चल्नु पर्ने हुन्छ फेरि खाना खानलाई दोकान चाहिँदो रहेछ यहाँनिर। अनि भेनाले ल्याउनुहुन्छ, म यहाँनिर बस्छु किनभने म ओपर पाइएको छैन। अब चाहिँ खानासाना खाएर चल्नु पर्ने हुन्छ यहाँतिर चाहिँ खाना टक्क। अनि मेरो खाना चाहिँ यहाँतिर छ टक्क लगाएर। अनि भेना त्यहाँतिर खाँदै हुनुहुन्छ टक्क गम के छ यहाँतिर गाजर टक्क, अनि यो सागहरू छ हैन, अनि यो के हो यो चाना हैन, अनि दाल छ टक्क, माछा छ हैन। अनि टक्क अब यो चाहिँ टक्क लगाएर हामीले खानुपर्ने हुन्छ। अनि खाएर चाहिँ जानुपर्ने हुन्छ हैन। बस खाना खाइसकेँ, अब निक्लिनु लाग्यो। पानी सानी लिएन मैले, भेना यहाँतिर हुनुहुन्छ। अब चाहिँ जानु लाग्यो ल। चिसो पानी हुन्छ नि, यो फ्रिजको पानी त मैले ल्याइसकेँ किनभने यो हुन्छ नि भयो त्यो गाडीमा चढ्दाखेरि चाहिँ के हुँदो रहेछ भने त्यो गाडीमा त ओपर हुन्छ नि, ओपर त्यो गर्मीकै लास्टै हुन्छ नि, त्यो आइनै नखोल्ने क्या होइन। अनि त्यो झार्ने नखोल्ने क्या, अनि त्यहाँबाट ओपर गर्ने होइन, पानी पनि एकैछिनमा तातिने क्या 10 मिनट। अनि फ्रिजको पानी ल्याइसकेँ, अब यो फ्रिजको पानी लगेर गाडीभित्र टक्क ल्याएर खानुपर्ने हुन्छ होइन भेना? हो हजुर हो। अनि हाम्रो भेना यहाँतिर हुनुहुन्छ होइन। अनि अब चाहिँ त्यही अब हल्का होइन देख्यो भने भ्युहरू हेर्दै जाउँ, नत्र अब भएन त्यो गाइस। अब के हो भने अब यताबाट आउँदाखेरि चाहिँ कुनाबाट पर्दो रहेछ, अनि खासै भ्यू देखाउन नपाउने के हुन्छ नि, छेउबाट भएको भए चाहिँ ओभर भ्यू देखाउन पाइन्छ नि त। अनि कुनाबाट भएर हुन्छ नि खासै भ्यूहरू देखाउन नपाउने क्या। अनि त्यो हाम्रो गाडी चाहिँ यहाँतिर छ। अनि यहाँतिर अहिले एकछिनमा टक्क लगाएर चढ्नुपर्ने हुन्छ, त्यहाँबाट चाहिँ हामी फेरि चलिदिनुपर्ने हुन्छ है त। अनि खासै अब यता हुन्छ नि भ्यूहरू हेर्दै चाहिँ म भ्यूहरू देखाउनु पाएँ भने देखाउँला, नत्र अब एकैचोटि डाइरेक्ट पोखरामा पुगेर भेटौँला है त। हालत खराब गाइस, हालत खराब भयो पुस्रो ओपर गाइस। एकछिन रेस्टको लागि होइन, यहाँतिर ओपर हुन्छ नि गाडी रोकिएको छ। अनि चाहिँ म चाहिँ ओपर हुन्छ नि, आमा मेरो त के भन्नु त खोइ अब यस्तो धुलोले हुन्छ नि, मेरो त अनुहार सब भिडेकै कपालहरू देख्न सक्नुहुन्छ। यस्तो भएको छ कि पुस्रो नपुस्रो लास्टै यार त म कहिले पुग्नु ज्ञान, मलाई त लास्टै भइसक्यो मायाको रक्ष। तर जो बबल जग्गामा उत्रिएको छ हामी चाहिँ होइन, ओभर बबल देख्न सक्नुहुन्छ, ओभर बल ठाउँमा आइसकेको छ होइन। अनि यसो आउँछ कि यस्तो धुलो उडाउँछ होइन ऊ होइन, यस्तो धुलो उडाउँछ क्या। अनि यस्तो धुलो उडाएपछि चाहिँ हुन्छ नि ओभर के यो कपालहरू ओभर पुस्रै होइन होइन। अनि त्यहाँबाट ओभर हुन्छ क्या। तैपनि अहिले चाहिँ म बाहिर आइसकेँ। अनि हुन्छ नि ऊ के भन्छ मुखसुख धुनको लागि परा रहेछ धारा चाहिँ। अनि त्यहाँतिर गएर मैले मुखसुख धुनुपर्ने हुन्छ है त। त्यहाँतिर छ ओ माइ गड यस्तो धुलो आउँछ ल। अब त्यो मुखसुख धुनुपर्ने हुन्छ है त। पुगिसक्यो होइन। अनि अहिले चाहिँ हामी रुम
टक्क लागेको हुन्छ नि खोज्दैछु ओपर थाक्यो म त होइन अनि आज रुममा रेस्ट गर्नुपर्ने हुन्छ अनि भोलिबाट चाहिँ टक्क लगाएर घुम्नुपर्ने हुन्छ होइन त यहाँतिर बेना हुनुहुन्छ मान्छे छैन छ हेलो मान्छे चाहिन्छ अनि यहाँतिर बेनाले टक्क फोन गर्दै हुनुहुन्छ फोन गरेपछि चाहिँ टक्क लगाएर यहाँतिर हुनुहुन्छ अनि त्यहाँबाट चाहिँ कपालहरू यस्तो छ होइन त्यहाँबाट चाहिँ नुहाइ धुवाइ गरेर चाहिँ टक्क रेस्ट गर्नुपर्ने हुन्छ है त सो गाइजहरू होइन नुहाइ धुवाइ पनि गरिसक्यो अनि पर हुन्छ नि माटो भएको रहेछ होइन अनि म चाहिँ फर्स्टमै नुहाएँ भेनालाई चाहिँ भेना चाहिँ हुन्छ नि अहिले भर्खर जानुभयो त्यहाँतिर होइन अनि जस्ट मैले चाहिँ फर्स्टमै नुहाएको नि त किनभने मलाई चाहिँ ओपर जिउ चिराइसकेको हुन्छ नि त्यो माटोले ओपर जिउ चिराइसक्यो अनि त्यहाँबाट मैले चाहिँ फर्स्टमै नुहाएको भेनाभन्दा फर्स्टमा छिरेर मैले नुहाएको अनि भेनाले यहाँतिर बियरहरू लिएको रहेछ चिसो फेन्टाहरू लिएको रहेछ चस्मा यो मेरो यो भेनाको होइन भेनाको मैले त्यहाँतिर छ के हो चिया त यो बियर चाहिँ मैले एक खानी बनाउँछु खतरा हामी चाहिँ गाइस ल त्यही नै गाइस ल अनि अहिले खाना खाने बेला भेट्छु है त किनभने म फ्रेस भइसकेँ नि त अनि यहाँतिर ओ माई गड टिभीहरू पनि छ यता लुगासुगा झुन्डाउने यता होइन यिनीहरू सब होइन टिभी हेर्न मलाई टक्क टिभी हेर्ने टक्क मेरो बेड चाहिँ यो होइन अनि भेनाको बेड चाहिँ यो अनि यता छ मेरो ब्याग उपरको नाम छ अनि टक्क भोलि चाहिँ टक्क लगाएर घुम्न जानुपर्छ है त गाइज ल यस गाइज खानासाना खाइयो होइन अनि टक्क लगाएर रुममा पनि आइसकेँ अनि खाना चाहिँ हामीले जस्ट चाहिँ मलाई आज खासै खाना चाहिँ खानु मन लागेन अनि जस्ट मैले चाउमिन हालिदिएँ होइन अनि मैले चाउमिन खाँदाखेरि बिचरा मेरो भेनाले पनि चाउमिन नै खायो अनि अब त्यही हो भर्खर बत्ती गएको थियो अनि भर्खर बत्ती आइदियो फेरि अनि टक्क लगाएर यहाँतिर बियरहरू फ्यान करेन्टहरू सब छ अब यिनीहरू अब भयो भने अब एकछिनमा खानुपर्ने हुन्छ फेरि भेना पनि त्यतातिर व्यस्त छ कि पुरै अब हुन्छ नि लास्टै व्यस्त छ अनि हुन्छ नि आज गाडीमा आएको ओभर थाकिरहेछ अनि सो अब चाहिँ झन् भ्लग एकदम बल आउँछ किनभने माथि अर्को ठाउँमा घुम्न जाँदैछ नि त अनि सो बल आउँछ सबजनाले सब्सक्राइब गरिदिनु होला सपोर्ट गर्नु होला अनि त्यही हो आजको भ्लग चाहिँ यहीँतिर सकिन्छ नेक्स्ट भ्लगको वेट गर्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज